सम्पूर्णलाई प्रणाम। म वीरता युथ स्काउट क्रुबाट रोबा प्रशान्त श्रेष्ठ। आजको भिडियोमा चाहिँ हामी नटिङको बारेमा सिक्नेछौँ। नटिङको बारेमा सिक्नुभन्दा अगाडि हामी रोपको थोरै इन्फर्मेसन लिनेछौँ। दोरी दोरी चाहिँ म्याक्सिमम 2.5 देखि 3 मिटरसम्म हुनेछ र यसको थिकनेस, यसको मोटाइ चाहिँ हाम्रो 1 इन्चसम्मको मोटाइ हुनेछ। स्काउट दोरी चाहिँ हाम्रो म्याक्सिमम कटनबाट बन्छन् भने म्याक्सिमम रेयर केसमा चाहिँ हाम्रो ठाउँमा कहीँ देखिएको छ त्यहाँ चाहिँ हाम्रो म्याक्सिमम नर्मल गाँठो, नर्मल दोरीहरू हुन्छ, नर्मल रोपहरू बजारमा पाइहाल्ने त्यही दोरीहरू युज गर्न छ। र आज दोरीको प्रकारहरू, दोरी कतिवटा प्रकारमा छन् भन्ने चाहिँ मेरो लेफ्ट साइडमा रहेको 5वटा पोइन्टमा तपाईँहरूले देख्न सक्नुहुन्छ। नम्बर 1 मा रहेको छ डक्टरी गाँठो। डक्टरी गाँठो तपाईँहरूलाई थाहै होला, स्काउट ब्याकग्राउन्डबाट हुनुभएको छ भने। नम्बर 2 मा रहेको छ सम्धी गाँठो। नम्बर 3 मा रहेको छ माझी गाँठो। नम्बर 4 मा रहेको छ किला पासो र नम्बर 5 मा रहेको छ ध्रुवा गाँठो। आजको यो भिडियोमा चाहिँ हामी नम्बर 1 बाट सुरु गर्नेछौँ, डक्टरी गाँठो। डक्टरी गाँठो के चिजमा प्रयोग हुन्छ, कसरी बनाइन्छ, कस्तो जस्तो चिजमा युज हुन्छ भनेर यही भिडियोमा हामी गर्दछौँ, जानकारी गर्दछौँ र यही भिडियोमा हामी सिक्ने पनि छौँ र कसरी बनाइन्छ भनेर यो भिडियोमा सिक्ने पनि छौँ। तपाईँलाई म क्यामेरा नजिकबाट लिएर यो भिडियो र यो दोरी कसरी बनाइन्छ तपाईँलाई देखाउने छु। हस्त डक्टरी गाँठो बनाउँदाखेरि चाहिँ हाम्रो के चिजको ध्यान दिनुपर्छ भने दोरी चाहिँ एउटै साइजको हुनुपर्छ। तपाईँको दोरी चाहिँ केही तपाईँहरूले एक्टिभिटिज गर्नुहुँदैछ, दोरी सकेको बित्ता तपाईँले कस्नुहुँदैछ सानो दोरीले, तर जोड्नु खोज्नुहुँदैछ ठुलो दोरी, अलिक मोटाइ भएको दोरी, त्यस्तो दोरी यस्तो खण्डमा चाहिँ त्यो दोरी यो डक्टरी गाँठो युज हुँदैन। त्यसको लागि अर्कै गाँठो हाल्नुपर्छ। त अब आउने दिनको भिडियोमा तपाईँलाई भन्दैछु। र यो डक्टरी गाँठो चाहिँ कुन स्थितिमा कुन खण्डमा युज हुन्छ भने तपाईँको यो साइजको मोटाइ हेर्नु होला, यो साइजको मोटाइ एउटै छ र तपाईँसँग जोड्नु खोज्नु भएको दोरीको साइजको मोटाइ पनि एउटै छ। त्यो खण्डमा चाहिँ तपाईँले युज गर्नु सक्नुहुन्छ। त्यो स्थितिमा चाहिँ तपाईँले डक्टरी गाँठो जोड्नुको लागि युज गर्न सक्नुहुनेछ। यो जोड्नुको लागि चाहिँ तपाईँलाई सिकाइहाल्छु। र यो निक्लिरहेको छ, त्यो ननिक्लिनुको लागि चाहिँ हामीले युपिङ अर्को अब आउने भिडियोमा तपाईँलाई सिकाउने छु युपिङ कसरी गरिन्छ। यो युपिङ चाहिँ तपाईँलाई यो गाँठो हाल्नु पर्दैन। अहिले त थम्नट हालिरहेको छ, त्यो हाल्नु पर्दैन, राम्रो देखिन्छ। हो युपिङ तपाईँ आउने भिडियोहरूमा तपाईँलाई सिकाउने छु। र डक्टरी गाँठो सिक्दाखेरि चाहिँ तपाईँहरूसँग सर्वप्रथम ध्यान दिने भनेको एउटै साइजको दोरी हुनु पर्यो। र एउटै साइजको दोरी चाहिँ यसरी हेर्नु होला, राम्रोसँगले राइट ह्यान्ड मुनि हुनु पर्यो दोरी र लेफ्ट ह्यान्डको दोरी माथि। यस्तो क्रसको सिम्बल देखिन्छ। त्यो क्रसको सिम्बल देखेपछि यसरी घुमाइने, रोल जस्तो वेटको रोल घुमाएपछि लेफ्ट ह्यान्डको भएको दोरी यो राइट ह्यान्डमा आएको छ, त्यो चाहिँ माथिबाट लिएर यो मुनिबाट यो पलबाट निकालिदिने। यस्तो हो, यसरी तान्दिने। हेर्नु होला, यो डक्टरी गाँठो। डक्टरी गाँठो यसरी भनिन्छ र यो खोल्नु सजिलो छ। यसो गर्ने, दर्पो गर्ने, पुस गरिदिने भित्रपट्टि, यसरी खोलिन्छ। र फेरि वन्स मोर हेर्नु होला, राइट ह्यान्ड मुनि, लेफ्ट ह्यान्ड माथि, सिम्बल यस्तो भयो। यस्तो भएपछि यसरी घुमाइदिने अनि राइट ह्यान्डमा छ तर यो लेफ्ट ह्यान्डको दोरी माथि, राइट ह्यान्डको माथिबाट लिएर तान्दिने डक्टरी गाँठो। यसरी बनाइन्छ। र अब आउने भिडियोमा तपाईँलाई 2 नम्बरको गाँठोहरू 5 प्रकारहरू छ। तपाईँलाई 1 नम्बर सिकाइहालेँ डक्टरी गाँठो, 2 नम्बरको गाँठोहरू तपाईँलाई लगतै 2, 3, 4, 5 गरेर तपाईँलाई सिकाउने छु। अब आउने भिडियोमा आउनेछ। र यो भन्दै तपाईँहरूले अलिक मजाले बुझ्नु भएन भने यो भिडियोलाई रिभर्स गरेर पनि हेर्न सक्नुहुन्छ। र यो भन्दै आजको भिडियोमा यति नै, धन्यवाद। अर्को भिडियो छिट्टै आउनेछ।